हेलो साथी हो, म चाहिँ यहाँ हेर्नु न के गर्न आँटेकी भने नि गुन्द्रुक साधे मैले साथी हो। यो गुन्द्रुक साध्दाखेरि मैले के हालेँ भने नि यी हरिया खोर्सानी बारीक बारीक काटेर र हरियो धनियाँ मुखमा पानी आएको हेर्नु न, अनि प्याज पनि बारीक बारीक काटेर हालेँ यी, र अलिकति निमक र अलिकति तेल हालेर चाहिँ यसरी मुछेँ। तर यसमा अलिकति नि मैले निम्बु पनि निचोरेर हालेँ, किनभने नि यो चाहिँ अलिकति खट्टा कम रहेछ। यो गुन्द्रुक चाहिँ नि कहाँबाट ल्याएको भने नि यो चाहिँ मेरो आमाको घरबाट, मलाई माइतबाट ल्याएको हो। भाउजूहरूले दिनुभएको थियो र लिएर आएको। कहिलेकाहीँ अचार बनाएर खाँदाखेरि कति टेस्टी लाग्छ नि भातसँग। म चाहिँ अस्तिबाट खाम लागिरहेको थिएँ, तर अल्छी भएर हो कि टाइम मिलेर अटो खाँदै ठिक्क भयो भनेर बनाइदिनु। आज चाहिँ मजाले खानु पर्यो भनेर मजाले बनाएकी छु है। एकदम गुन्द्रुक त कसलाई मन पर्दैन, हजुरहरूलाई मनपर्छ कि पर्दैन गुन्द्रुक भन्नुहोस् होला ल। गुन्द्रुकसँग अब खाना खायो भने चाहिँ धेरै रुचाउँछ, अब एकदमै टेस्टी लाग्छ, धेरै रुचाउँछ हो। किन भन्नु त अलिक टेस्ट पनि गरिहाल्छु म चाहिँ। खाम लागिसक्यो, मुखमा पानी आएर यहाँ बोल्दा पनि पानी गिरिसक्यो। राम कस्तो टेस्टी भएछ। आज चाहिँ यो सबै मै खाने पऱ्यो। अब अरूलाई चाहिँ अलिअलि दिन्छु, म चाहिँ धेरै खान्छु आज। साथीहरू मैले के बनाएँ हेर्नुहोस् त। यो चाहिँ बिन्स र आलु हो। यो सानो सानो आलु, यो सानो आलु मलाई साह्रै मनपर्छ। र यो बिन्स हो। बिन्समा नि बारीक बारीक आलु काटेर हाल्यो भने बहुत टेस्टी हुन्छ। सानो आलु आउँछ नि, पाइन्छ नि बजारमा, त्यो आलु र मलाई बिन्स चाहिँ पत्ता पत्ता काटेर फ्राई गर्यो भने केही नहालिकन खालि प्याज र खोर्सानी अलिकति नमक र माथिबाट यसो जिरा पाउडर फर्केर बनायो भने यति टेस्टी लाग्छ नि, मलाई यति टेस्टी लाग्छ। ड्राई भातसँग साह्रै मनपर्छ। र मेरो यहाँ दाल पनि